5 साइन्स कि तपाईँको पनि बडीमा क्याल्सियमको कमी हुन सक्छ। म बताउन गइरहेको छु कि यसका साइन्सहरू के हुन् र तपाईँ आफै महसुस गर्नुहुनेछ कि कुन साइन चाहिँ तुरुन्तै डाक्टरलाई चेक गर्न जरुरत छ। यो डेफिसियन्सीको कसरी ठिक गर्न सकिन्छ? नम्बर 1 हो मसल्स क्र्याम्प्स। क्याल्सियम तपाईँको मसल्सलाई कन्ट्र्याक्ट र रिल्याक्स गराउनको लागि मद्दत गर्दछ। जब यसको कमी हुन्छ त्यति नै खेर तपाईँको क्र्याम्प्स सुरुवात हुन्छ। नम्बर 2, तपाईँको खुट्टा र औँलाहरूमा टिङ्लिङ सेन्सेसन सुरुवात हुन्छ। जब क्याल्सियमको कमी हुन्छ त्यतिखेर तपाईँको नर्भ्स ग्लिज हुन सुरुवात गर्छ। नम्बर 3, तपाईँ दिनको पुरै दिन थकान महसुस गर्नुहुनेछ। खासमा भन्नुपर्दा यो सबैभन्दा पहिलो साइन हो। जतिखेर तपाईँमा क्याल्सियमको कमी हुन्छ त्यतिखेर तपाईँको मसल्स र नर्भ्सले पुरा इफोर्ट लगाउनु पर्ने हुन्छ। नम्बर 4, तपाईँको जोइन्ट र बोनमा पेनिक सुरुवात हुन्छ, यानि कि दुखाइ सुरुवात हुन्छ। जब तपाईँको बडीमा क्याल्सियमको कमी हुन्छ त्यतिखेर तपाईँको बडीले तपाईँको बोनबाट क्याल्सियम लिन सुरुवात गर्छ। र लास्ट नम्बर 5, तपाईँको टिथमा प्रब्लम्सहरू सुरुवात हुन थाल्छ। तपाईँको टिथ पनि एउटा बोन हो। जब तपाईँको बडीले तपाईँको टिथबाट क्याल्सियम लिन सुरुवात गर्छ त्यतिखेर तपाईँको दाँत र गम कमजोरी हुन पुग्छ। तपाईँ आफ्नो डाक्टरलाई बेसिक क्याल्सियम चेक गराउनुको साटो आयोनाइज्ड क्याल्सियम चेक गराउनु होला। भिटामिन डी चेक गराउनुहोस्। यदि तपाईँको बडीमा भिटामिन डी को कमी छ भने क्याल्सियमको एब्जर्प्सन पनि कम हुनेछ। पीटीएच पनि जरुर चेक गराउनुहोस्। पीटीएचले जनाउनेछ तपाईँको क्याल्सियम ठिकसँग रेगुलेट भइरहेको छ कि छैन भन्ने रिजल्ट दिन्छ। मेक स्योर कि म्याग्नेसियम एन्ड फस्फोरसको पनि अनिवार्य रूपमा ब्लड टेस्ट गराउनु होला। अब यतिका धेरै इन्फर्मेसन पछि यहाँको मनमा पक्कै पनि केही न केही कौतूहल त जागेको हुन सक्छ। क्याल्सियम युक्त खाद्यान्न, क्याल्सियम युक्त फुड चाहिँ के खाने त भन्ने जिज्ञासा हुन सक्छ। यदि हो भने म तपाईलाई त्यो पनि क्लियर गर्नेछु। क्याल्सियमको कमीलाई कसरी हामीले इम्प्रुभ गर्न सकिन्छ? सबैभन्दा पहिला तपाईले क्याल्सियम युक्त फुडहरू खानु पर्यो, जस्तै दुध, दही, चीज, आल्मन्ड, ब्रोकोली, चिया सीड। यी फुडहरूलाई दैनिक दिन सेवन गर्ने बानीको विकास गर्नुभयो भने तपाईले आफ्नो क्याल्सियमलाई इम्प्रुभ गर्न सक्नुहुन्छ। एन्ड नेक्स्ट इम्पोर्टेन्ट के छ भने तपाईले तपाईको बडीमा भिटामिन डी को मात्रा बढाउनु होला, जसको लागि तपाईले बिहानको घामबाट पनि लिन सक्नुहुन्छ र मसरुम र अन्डाबाट पनि लिन सक्नुहुन्छ। एट लास्ट म तपाईलाई अत्यन्तै महत्त्वपूर्ण के जानकारी गराउँछु भने हप्ताको एटलिस्ट 5 डेज वेट बेरिङ एक्सर्साइज गर्नुहोला। जब तपाईले यस्तो खालको एक्सर्साइज गर्नुहुन्छ भने त्यतिखेर तपाईको बोनले धेरै भन्दा धेरै क्याल्सियमहरूलाई एब्जर्ब गर्नको लागि मद्दत गर्छ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। यदि तपाईलाई मेरो भिडियो इन्फर्मल लाग्यो भने प्लिज लाइक, सेयर अनि फलो गर्न नभुल्नुहोला। यहाँहरुमा थप अपडेटको साथमा उपस्थित हुनेछु। धन्यवाद।